एभ्रिवान, इफ तपाईँहरूको पनि के कपालमा जस्तै झरेर हैरान भइसक्नु भएको छ भने एकचोटि यो जारा हेयरको स्याम्पू अनि त्यसपछि ओइल चाहिँ ट्राई गर्नु होला। यो चाहिँ मैले अनेस्टली भन्ने हो भने 3 दिन अगाडि चाहिँ बिहान नै पाएको होइन। अनि यो प्रडक्टले चाहिँ मलाई एकदमै क्युरियस नै बनाएको थियो कि सबैले राम्रो राम्रो रिभ्यू मात्र भनिरहेछन् होइन। त्यसपछि म चाहिँ यो मजाले ट्राई गर्छु, एकचोटि ट्राई गर्छु अनि त्यसपछि बल्ल यसको रिभ्यू दिन्छु भनेर नै राखिरहेको थिएँ साइडमा। अनि त्यसपछि यो चाहिँ मैले हिजो भर्खरै युज गरेको हो। अनि त्यसपछि यसले चाहिँ मेरो एक दिनमै कपाल झर्न रोक्यो भनेर चाहिँ म भन्दैन, तर मेरो कपाल चाहिँ एकदम सफ्ट बनायो, स्मुथ बनायो चाहिँ भन्छु है, एकदमै सफ्ट स्मुथ बनायो। अनि त्यसपछि यसको स्मेल पनि एकदमै राम्रो छ। अनि यो चाहिँ 100% नेचुरल हेयर